नमस्कार मित्रहरू, सास गनाउने समस्या छ भने यो भिडियो सेभ गर्नुस्, यो भिडियो पुरै हेर्नुस् र अरूलाई पनि शेयर गर्नुस्। सास गनाउने समस्याहरू धेरै छन् र केही प्रमुख समस्याहरू आज म हजुरसँग छलफल गर्न गएको। पहिलो कारण ओरल हाइजिन मेन्टेन नगर्ने, प्रोपरली ब्रस नगर्ने र प्रोपरली ब्रस नभएपछि दाँतको सर्फेसमा चाहिँ डिपोजिट हुँदै जान्छ र यो प्ल्याक बन्छ। यो प्ल्याकबाट चाहिँ तपाईको सास गनाउने समस्या आउँछ। अर्को भनेको जब यो प्ल्याक एउटा हार्ड फर्म लिन्छ, क्याल्कुलस बन्छ। क्याल्कुलस बनिसकेपछि क्याल्कुलसबाट चाहिँ सल्फर कन्टेनिङ ग्यासहरू निस्किन्छ र त्यो चाहिँ हाम्रो सास भएर चाहिँ बाहिर निस्किन्छ र सास गनाउने। अर्को भनेको यदि तपाईको दाँतमा किरा लागेको छ, दाँत कोटो परेको छ, खाल्टो परेको छ भने चाहिँ खाना गएर अड्किन्छ। खाना गएर अड्किसकेपछि खाना कुहिन्छ। खाना कुहिएपछि त्यहाँबाट त अब गनाउने उहरू निस्किने नै भयो र जुन चाहिँ हाम्रो सासबाट आउने गर्दछ। हाम्रो सास गनाउने समस्या यसरी हुन्छ। र यसै गरी यदि तपाईको दाँत बुद्धि बङ्गारा आउँदैछ भने चाहिँ त्यहाँ बुद्धि बङ्गारा र गिजाको बिचमा चाहिँ एउटा पकेट जस्तो बन्छ र यहाँ चाहिँ खानाहरू गएर डिपोजिट हुन्छ। डिपोजिट भएपछि फेरि खाना कुहिन्छ। खाना कुहिसकेपछि अनि त्यहाँको चाहिँ नै गन्ध बाहिर निस्किँदाखेरि चाहिँ एउटा गन्नाउने सासको समस्याको रूपमा आउँछ। अर्को भनेको चाहिँ यदि तपाईँले नक्कली दाँत हाल्नु भएको छ, प्लेटवाला हाल्नु भएको छ भने र सफा गर्नु भएको छैन भने चाहिँ पनि त्यहाँ हाम्रो मुख र यसको बिचमा चाहिँ खानाहरू अड्किन्छ। खाना अड्किसकेपछि यो एउटा डिपोजिट बन्दै जान्छ र लेयर बन्दै जान्छ र त्यसपछि त्यहाँबाट पनि चाहिँ सास गनाउने समस्या हुन्छ। अर्को भनेको चाहिँ यदि तपाईँले ब्रिजै पनि हाल्नुभएको छ र त्यहाँ खाना अड्किने समस्या कहिलेकाहीँ हुनसक्छ, हजुरको डेन्टिस्टलाई गएर चेक गराउनुहोस् आफ्नो। यदि त्यस्तो पनि छ समस्या, खाना डिपोजिट हुने यस्तो स्पेसहरू बाँकी छ भने त्यहाँबाट पनि समस्या यो सास गनाउने समस्या आउन सक्छ। र अर्को भनेको चाहिँ अरू इन्फेक्सनहरू पनि हुन्छ, जस्तै नेजल इन्फेक्सन, तपाईँको साइनस इन्फेक्सन, होइन, मुखको इन्फेक्सन अल्सरहरू भयो भने हाम्रो मुख राम्ररी सफा गर्न सक्दैनौँ है, त्यहाँबाट पनि सास गनाउने समस्या हुन्छ। अर्को भनेको लङ्सको इन्फेक्सन पनि हुन्छ। लङ्सको इन्फेक्सन भयो भने चाहिँ कहिलेकाहीँ कफिङ गर्दाखेरि चाहिँ त्यो इन्फेक्सन भएको त्यो गन्ध चाहिँ बाहिर आउन सक्छ। अरू कारणहरू पनि छन्, जस्तै तपाईँको ग्यास्ट्राइटिस होइन को समस्यामा पनि कहिलेकाहीँ यो सास गनाउने समस्या हुन्छ होइन। स्मेल दिने चाहिँ फुडहरूको कारणले होइन, गार्लिक, अनियन, रेडिस यस्तो कुराहरूले पनि गनाउन सक्छ। म यसमा धेरै कुरा हाम्रो युट्युबमा छ, हजुरले गएर हेर्न सक्नुहुन्छ। युनिक डेन्टल केयर होमकै युट्युब छ, त्यसमा गएर हेर्न सक्नुहुन्छ। टिल नाउ डाक्टर शक्ति बिके, युनिक डेन्टल केयर होम, साइनिङ अफ।